सम्पूर्ण साथीहरूलाई नमस्कार र म नेपाल सरकारलाई पनि एक अनुरोध गर्न चाहन्छु। एक प्रदेशबाट के अनुरोध गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यू, आदरणीय सम्मानीय प्रधानमन्त्रीज्यू, सम्मानीय हाम्रा सबै मन्त्रीज्यूहरू र सञ्चार मन्त्रीलाई मैले के अनुरोध गर्न चाहन्छु भने, दुई हात फैलाउन चाहन्छु भने हाम्रो नेपालमा पनि केही गरी खान देऊ न। एउटा फेसबुकलाई मोनिटाइज गरिदेऊ न। हामी जस्ता चाहिँ फेसबुके भन्छन् अतार्दा फेसबुक चलाउने, युट्युब चलाउनेलाई चाहिँ, टिकटक चलाउनेलाई चाहिँ नेपालमै पैसा निकाल्ने आम्दानी त गरिदिनुस् न। बिहान साँझ दिन रात गरेर खटिएर मेहनत गरेर बल्ल 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 भिडियो बनाएका हुन्छौँ। 2-4 रुपियाँ आएको हुन्छ, 2-4 रुपियाँ डलर आएको हुन्छ। त्यो निकाल्नलाई पनि के हामी छिमेकी देशमा जानुपर्ने? के हाम्रो देशबाट एउटा भिडियो पस्किन पनि नपाउने? पस्किसकेका भिडियोलाई पनि हामीले छिमेकी देशमा गएर पैसा निकाल्न पाउने? सरकार, दुई हात जोड्छु, गल्ती भए माफ गरिदिनु होला। यो सिस्टम बनाइदिनु होला। हाम्रै नेपालको ब्याङ्कमा निकाल्ने माध्यम गराइदिनु होला। अनुरोध छ।